सर्वजन सबैलाई जय मसी। प्रिय मित्रहरू, हिब्रू 13 को 5 पदलाई हामी हेर्नेछौँ। यहाँ यसरी लेखिएको छ, तिमीहरूका जीवन रुपैयाँ पैसाको मोहबाट अलग राख, तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, म तिमीहरूलाई कुनै रीतिले छोड्ने छैन, म तिमीहरूलाई त्याग्ने छैन। आमेन। अनि यो वचनमा चाहिँ हामी संसारमा हेऱ्यो भने प्रिय मित्रहरू, साँच्चै नै सबैभन्दा मानिसहरू चाहिँ हामी भागिरहेको रहेको अवस्था चाहिँ के छ भन्दाखेरि पैसा। पैसा जता पनि गयो, पैसा जता पनि पैसा पैसा। तर यहाँ स्पष्ट रूपमा वचनले के भन्नु छैन, रुपैयाँ पैसाको मोह भन्छ। रुपैयाँ हामीलाई अहिलेको जेनेरेसनमा हामी चाहिन्छ, पैसा चाहिन्छ, तर पैसाको पछि नभाग्नु रहेछ, पैसाको लोभ नगर्नु। पैसाको लोभमा गयो भने पैसाको पछि लाग्छ, अनि पैसाको लत लाग्यो भने पैसा कसरी कमाउने के गर्ने, अनि त्यसैको फोकस हामी रहन्छ कि पैसा पैसा पैसामै हाम्रो म्यान्डेट रहन्छ र प्रभुप्रति हामी टाढा आउँदै जान्छौँ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ पैसाको मोह, त्यसको लोभ लालच गर्ने पैसा होइन, तर हामीले चाहिँ हामीसँग भएको कुराहरू चाहिँ लोभ लालच हामीसँग भएका कुराहरूको चाहिँ हामीले स्पष्ट रूपमा हामीले चाहिँ परमेश्वरमा प्रार्थना गर्नुपर्छ भने हामी चाहिँ सन्तुष्ट हुनुपर्छ। हामीसँग प्रभु यसले जे दिनुभएको छ त्यही कुरामा हामी सन्तुष्ट रहनु जरुरी छ। जस्तो सुकै दुःख कष्ट अभाव परे पनि, पैसाको कुराहरू जस्तो सुकै हामीमा आइपरे पनि, सङ्कट आइपरे पनि, यहाँ बाइबल अनुसार चाहिँ यो वचन अनुसार चाहिँ के भन्ने छ, म तिमीलाई कुनै रीतिले छोड्ने छैन, म तिमीलाई त्याग्ने छैन। अनि प्रभु यसले यति राम्रो वचन हामीलाई भन्नुभएको छ। अनि वचनमा आधारित भएर चाहिँ कुनै पनि प्रकारको शङ्का, कुनै पनि प्रकारको घबराहट नभइकन हामीले चाहिँ प्रभु येशूमा चाहिँ एउटा दृढताको जीवन, एउटा प्रभु येशूमा चाहिँ एउटा आशा र भरोसाको जीवन चाहिँ हामीले जिउनु जरुरी छ। हामीले पैसाको मोहदेखि चाहिँ हामी टाढा रहनुपर्छ। विशेष गरी मैले भन्न खोजेको यो वचनले हामीलाई भन्न खोजेको पैसाको मोहदेखि चाहिँ टाढा रहनु, किनकि जब हामी पैसाको लतमा हामी फस्छौँ तब चाहिँ हामी प्रभुबाट हामी टाढा रहन्छौँ र संसारीतर्फ हामी आकर्षित हुन्छौँ र पैसाको मोहले हामीलाई एक दिन त्यो पापमा फसाउँछ, जुन चाहिँ हामीले सोचेको भन्दा पनि फरक हुन्छ। त्यो भएको कारणले गर्दा प्रिय मित्रहरू, हामी सबैजना चाहिँ मोहबाट चाहिँ हामी बिल्कुलै टाढा राखौँ।